अफिसतिर चाहिँ यसरी दुईजना मुसलमानहरू होइन उहाँले चाहिँ मुस्लिमहरूले चाहिँ आएर ढाड दुख्ने हातबाट जोड्नेहरू त्यस्तो दुखेको औषधिले होइन यो बोतलमा देखिरहनु भएको छ कलरफुल हो। यो चाहिँ अब हाम्रै घरमा युज हुने जस्तै दालचिनी चामलले अनि करेलाको केराको त्यस्तोको तेलहरू उहाँहरूले बनाएर ल्याउनु भयो अरे। अनि उहाँहरूले चाहिँ ट्राई गरेर पोलिसी अब बेच्ने पोलिसी यसरी हातहरू चेक गरेर टक्क होइन उहाँको एकछिन यसो मन्त्राएर यसो नाभी चेक गर्छन् होइन हात चेक गर्छन् नारी यसरी चेक गरेर भएको होइन एउटा हात नारी एउटा हात चाहिँ औँलामा टक्क राखेर चेक गरेर टक्क के गरेर अनि त्यसपछि उहाँलाई तेल लगाउन यताउतिको लागि भनिरहनु भएको यो लाउनु त्यो लाउनु यो यस्तो यो गर्छ भन्दा होइन उहाँलाई यति भनाएको थियो। अनि उहाँ बस्नुमा आएर उहाँको हात यसरी टक्क लाएर चेक गरेर अब हात चेक गर्नुहुन्छ फेरि अनि फेरि टक्क एउटा नारीमा हात राखेर एउटा नम्बर दाबेर अनि टक्क के मन्त्र भने जस्तो गरेर अनि उहाँलाई त्यो पोलिसी बेच्नको लागि गरेर भनिरहनु भएको। एकछिनमा कति थोरैजना हुन्थ्यो कि सुरुवातको मान्छेहरू हेर्नु न आउनुहुन्छ जो पनि आउनुहुन्छ स्कुटी रोक्नुहुन्छ फेरि एकजना आउनुहुन्छ अनि उहाँको चाहिँ हामी व्यापार बिजनेस त हो अभियसली सबैको। अनि त्यहाँनिर एउटा काठको टुक्रा पनि थियो क्या एउटा नसुकेको रुख काँचो रुखको काटेर टक्क आधी काटेर अनि त्यसबाट दुध निस्किन्छ भनेर त्यहाँनिर कोरेर अनि त्यसपछि निकाल्दै हुनुहुन्छ। अनि त्यसलाई चाहिँ खिरा भन्छ अरे होइन त्यो खिराको हो हामी काँचो बोक्रा हुन्छ नि आधी रुखको टुक्रा हो त्यो हो अनि यसरी दुध निस्किन्छ भनेर ट्राई गरेर दिइरहनु भएको छ। अनि उहाँले त्यो जगमा हाल्नुभयो उहाँहरूसँग ल्याउनु भएको तेल बनाउनु भएको कलरफुल तेललाई अब त्यसपछि यसले यो हुन्छ भनेर देखाउनु हो। फेरि एकछिनपछि हेर्छु एकजना मान्छेले बिलिभ नलागेर खुट्टै तेल सारा बस्नु हो होइन ल हेर्नु फेरि कतिजना मान्छे जम्मा हुनुभयो आयो यो तेल चाहिँ दालचिनीको नपत्ताई सुन्नु भन्दै हातमा दिइरहनु भएको छ। अनि आउने जाने मान्छेहरू सबजनाले हेरिरहनु भएको छ कि हामी इन्ट्रेस्ट लागेर चाहिँ आजको ब्लगमा चाहिँ मैले थोरै क्याप्चर गर्न सकेँ। मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच गाइज। हामी बिजनेस हो नि त जस्तो जसरी गरे पनि सो नट अ बिग डिल गाइज। थ्याङ्क यू सो मच। थ्याङ्क यू फर